सम्पूर्ण राष्ट्रवादी युवा साथीहरूलाई यस अभियानमा जोडिन हामी आह्वान गरिरहेका छौँ। हाम्रो हरेक जात जातिको पहिचान र धर्म संस्कृति जोगाउनको लागि श्रीपाद ज्ञानेन्द्र सरकारलाई हामीले नारायणी दरबारमा सिद्धसहित भित्राउनको लागि यस र्याली दबाब र्यालीको सिर्जना गरेका। भन्दा प्यारो छ
यहीँबाट मोडिने हो माथि उसबाट आबकारीबाट यो झन्डा लिएर एकपल्ट फोटो खिच्नुहोस् ल म नि यो राष्ट्रमा केही योगदान दिन्छु भनेर ल यस विशाल महाअभियानमा जोडिनको लागि सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई हामी आह्वान गर्न चाहन्छौँ। यस विशाल महाअभियानमा जोडिनको लागि हामी राष्ट्रवादी साथीहरूलाई आह्वान गर्न चाहन्छौँ। कलश यो धेरै तातेर बिस्तारै नहुन्छ। यस विशाल महाअभियानमा जोडिनको लागि हामी राष्ट्रवादी साथीहरूलाई आह्वान गर्न चाहन्छौँ।
छेक्यो नि त अगाडि। होइन यहीँबाट मोडिने हो माथि उसबाट आबकारीबाट। सम्पूर्ण राष्ट्रवादी युवा साथीहरूलाई यस अभियानमा जोडिन हामी आह्वान गरिरहेका छौँ। हाम्रो हरेक जात जातिको पहिचान र धर्म संस्कृति जोगाउनको लागि श्रीपाद ज्ञानेन्द्र सरकारलाई हामीले नारायणी दरबारमा सिद्धसहित भित्राउनको लागि यस र्याली दबाब र्यालीको सिर्जना गरेका।
छुट्ने सल्लाह छ। धन्यवाद अर्पण गर्न गइरहेका छौँ। त्यो पछाडिको माइक आइदिनुहोस् त, पछाडिको माइक आइदिनुहोस् त। यो आवाज सुनेको छ भने तपाईँले हात उठाइदिनु। देश बचाउन, धर्म बचाउन, चाहियो चाहियो राजा चाहियो। गणतन्त्र धोका हो, गणतन्त्र धोका हो, भ्रष्ट नेताहरू खलीको बोका हो, गणतन्त्र धोका हो, भ्रष्ट नेता खलीको बोका हो। संघीयता खारेज गर, खारेज गर, खारेज गर। संघीयता खारेज गर, हिन्दू राष्ट्र कायम गर, हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर। राष्ट्रवादी शक्ति एक हौ, राष्ट्रवादी शक्ति एक हौ, राष्ट्रवादी शक्ति एक हौ। साथीहरू, अब यो जुन पार्टीको गाउँ छ नि, यसमा थोरै चुनावहरू हामी राख्छौँ र कार्यक्रममा समापन गर्छौँ है। कृपया ध्यान दिएर बस्नुहोला। हामीले बाटो सेवा छिरेका छौँ र यो कार्यक्रम फेरि पनि भव्य पार्टी साथ काठमाडौँमा चल्छ। राष्ट्रता पुनर्स्थापना निर्देशन एकछिन बचाउनु भन्नु हर काम जान्छ का एकछिन हराउन गाडी गर्नु सुन्याछ बाबु रोक्नु रोक्नु तार छ हामीलाई यो कार्यक्रममा आज सहयोग गर्नुहुने संस्थाहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय धर्म संस्कृति नागरिक हटाउन अभियान, राष्ट्रिय शक्ति नेपाल, राजनीति नेपाल, राष्ट्रिय सरकार संस्थाहरू हामी सम्पूर्ण
र राष्ट्रवादीको सत्ता कम्युनिस्ट व्यक्तिहरूको स्वतन्त्र पाहरू ड्राइभरको चिनाएको हेलो यतै छ दाजुहरू अब कार्यक्रम हामीले समापन गर्नतिर लागिरहेका छौँ। त्योभन्दा अगाडि केही सहयोग गर्नुहुने सम्पूर्ण साउन्ड सिस्टम झन्डा अनि बाइकमा प्रोटेस्ट भुक्ता आउनु भएर सम्पूर्ण सहयोग गर्नुहुने सम्पूर्ण प्रहरी प्रशासन पत्रकार सम्पूर्ण बाबुरा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। संयोजकको तर्फबाट म मेघराज प्रधानको तर्फबाट म धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँ हामीले सर्वोच्च एउटा विक्रमदेखिको मोहन लामा पूजा देखिरहेको छु। मोहन लामाज्यूलाई आफ्नो मोहन लामा रम्मालाई हाम्रो निमन्त्रणा स्वीकार आउनुभएको छ। उहाँलाई दुईदिनै मन्तव्यहरू राखेको अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्ण उपस्थित देशभक्त देशवाली हाम्रो भव्य कार्यक्रम भएर यस कार्यक्रमलाई भएको हार्दिक आभार प्रकट गर्दै मेरो यो धन्यवाद। राजा आउने सल्लाह छ। जिन्दाबाद जिन्दाबाद। देश बचाउन राजा चाहियो, धर्म बचाउन राजा चाहियो, हरेक जात जातिको जातीय पहिचान जोगाउन राजा चाहियो। त्यसैले सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई हामी यस अभियानमा उम्रिनको लागि आह्वान गर्न चाहन्छौँ। अब श्री छोटे महाराज धिराजहरू होसियारी भए हुन्छ। अब हामी श्रीपाद महाराज धिराज ज्ञानेन्द्र शाहलाई जबरजस्ती सिरपेज लगाएर टोटल जनता मिलेर अब नारायण हिटीमा ल्याउँदैछौँ। पैसाको लागि, व्यक्तिगत स्वार्थको लागि आफ्नो आमालाई छिमेकी लगाएर बलात्कार गर्ने श्री महाराज धिराजहरू होसियार, दलेहरू होसियार। प्राणभन्दा प्यारो छ। हेलो
दाइ तपाईँ झन्डा ल है मैले बुझाएँ है दाइ म गएँ हेलो साथीहरू कृपया मोटरसाइकल रोकेर त्यो साइडमा आइदिनु होला अनि यो झन्डा जुन छ नि हामीले बहुतै दुःख गरेर झन्डाको व्यवस्थापन गरेका छौँ कृपया भोलिपर्सि फेरि हाम्रो राष्ट्रलाई भइसकेको छैन गाडीमा लिएर आएर हालेर खुर्सा गरिदिएर सडक जान्छु किनकि सङ्गठन अब 2 मिनट 5 मिनट जतिमा सङ्गठन सकिन्छ र जाने हेरेको अनि त्यसपछि होइन मेरो प्राइभेट मैले हाम्रो राजा हाम्रो बरु लौरो त्यहाँ राख्नु लौरो त्यहाँ राख्नु लाउरो लिएर जाने नि झन्डा हाल्नु पर्छ राष्ट्रिय झन्डामाथि बसेर राष्ट्रिय झन्डा मुनि बसेर गर्मी अनि राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको झन्डा नराखिकन राष्ट्रिय झन्डामा राखेको छ यो कार्यक्रम सफल पार्न वर्तमान व्यवस्थालाई भचाउनको लागि जो जो संस्था संस्थाहरू लाग्नुभएको छ यो पहिलो कार्यक्रम हो अब जानु यो पहिलो कार्यक्रम हो यो कार्यक्रमले सहयोग गर्नेछ भन्ने हामीले आशा गरेको छ साथीहरू 32-34 वर्षदेखि नेपालीको थाप्रोमा गिर खेलेर सोधेर बसेको घोर महिला पकाउन त्यति सजिलो छैन अहिले पटक शान्तिपूर्ण प्राप्त गर्ने हो र म दुर्गा प्रसादको मान्छे कहाँ जानु हो तपाईँ दुर्गा प्रसादको मान्छे विशेष गरी दुर्गा प्रसादको अभियानले पूर्वबाट यो गणतन्त्र विरोधी अभियानलाई छिडेको र अहिले दुर्गा प्रसाद लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी अस्तिको काठमाडौँको कार्यक्रममा हामी एक भएको छौँ अब यो एकता राष्ट्रिय प्रजातन्त्र पार्टी र पूर्व प्रसादको एकता निरन्तरता तबसम्म हुन्छ सबैले भ्रष्टाचारीको टाउकोमा सबैले भ्रष्टाचारको टाउकोमा जाँच चल्दैन नेपाली जनताको खुसी र सुख लुटेर खाने तत्त्वहरूलाई जबसम्म जेलमा सडाउँदैन तबसम्म यो हाम्रो एकता निरन्तर रहन्छ होइन त हो राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय अध्यक्ष नम्बर 17 को प्रधान खनाल बिदा हुन्छु र हाम्रो आह्वानलाई सफल पार्न सम्पूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरू विशेष गरी पूर्व चितवनबाट धेरै आउनु भएको छ कोही साथीहरूले हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको झन्डा किन नराखे भन्नुभएको छ अर्को एक दिन राष्ट्रिय प्रजातन्त्र पार्टीको झन्डा राखेर फेरि उहाँहरूको सहयोगमा हामी आह्वान गर्नेछौँ पटक पटकको यो कार्यक्रम कहिले कसैको नेतृत्वमा कहिले कसैको सहयोगमा हुनेछ देशको लागि राजा राजगतिमा नआएसम्म त्यसको लागि हामी निरन्तर रहनेछौँ निरन्तर लाग्नेछौँ साथीहरू धेरै दुःख छ है यो बाटो धेरै उकालो छ त्यो उकालो पनि हामी उक्लिनेछौँ भन्ने प्रयत्न गरेका छौँ र पूर्व चितवनका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु केही परेको खण्डमा म पछाडि छु र एकछिन र म अन्तिममा अर्को कुरो भन्न चाहन्छु सदनमा र सडकमा दुईटै आन्दोलन हो यो सडकमा अत्याचार भयो भने सडकमा प्रहरी दमन भयो भने सदनमा कुरो उठ्छ राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा कुरो उठाउँछ र हामी एकतामा छौँ र यो नाम मात्रै आउने र
जनता ल्याउन नसक्ने साथीहरूलाई अर्को पालिबाट निम्ता गर्ने छैन। जनता ल्याउन नसक्ने नाम मात्रै चाहने साथीहरूलाई अर्को पालि निम्ता गर्ने छैन। यो कटु यथार्थ हो। धन्यवाद। जय नेपाल। साथीहरूलाई धेरै धेरै धन्यवाद। जय नेपाल। झन्डा चाहिँ यो झन्डाको पेथा मलाई थाहा छ, हजुरहरूलाई के थाहा, मैले त झन्डा हजुरहरूको हातमा समाइदिएँ होइन। तर झन्डा चाहिँ कृपया फिर्ता गर्दैन है। हाम्रो राज संस्था कायम नरहन्जेलसम्म झन्डा पुऱ्याउनु परेछ। 400 झन्डा किनेका थियौँ हामीले हिजो। आज अहिले कति फिर्ता आएको छ, कतिजनाको मन उदार छ होइन। अब घर जानुहुन्छ, सम्मानका साथ राख्नुहुन्छ भने भोलि आन्दोलन आउँदाखेरि फेरि ल्याउनुहुन्छ भने त्यो पनि राम्रो कुरा हो। तर सकेसम्म घर गएका चिज आउँदैनन् साथीहरू। त्यसो भएको कारणले गर्दा सकेसम्म फिर्ता गर्नु होला। अब म थोरै राजनीतिक कुरा गर्न चाहन्छु, किनकि म थाकिसकेको छु होइन। म यति काम गरेको छु कि खटेको छु कि मेरो भोइस पनि तपाईँहरूले सुन्न सक्नुभएको छैन जस्तो लाग्छ मलाई। किनभने एकदम सहन आइरहेको छ। वास्तवमा भन्यो भने अहिलेको गणतन्त्रले जुन तपाईँ हामीलाई बाध्यकारी कार्यक्रम गर्नको लागि तपाईँको चाहिँ जिस्कायो नि, गर्यो नि, त्यसपछि आज हामी यो अवस्थामा आइरहेका छौँ साथीहरू। आज भोलि तपाईँको चाहिँ राजा अहिले जाने त आफ्नो स्वेच्छा जाने हो, अहिले छैन जाने। भोलि नै तपाईँको त भोलि चाहिँ भयानक रूपमा गणतन्त्रको छ भन्ने गरी ठुलो कार्यक्रम हुने गरी हामीले कार्यक्रम गर्नुपर्नेछ भने यहाँ हाम्रो जोड्दै अब यस कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिनु। सबैलाई नमस्कार। हामी चाहिँ नि अहिले पार्टीगत रूपमा कता कता चाहिँ देखियो आयो हामी